नमस्ते र स्वागत छ। एउटा सामान्य आइडियालाई लाखौं मानिससम्म पुग्ने एउटा सफल युट्युब च्यानलमा कसरी परिणत गर्ने, आज हामी यही कुरा हेर्न जाँदैछौँ। शून्यबाट सुरु गरेर एउटा च्यानल कसरी बनाइन्छ भन्ने एउटा वास्तविक उदाहरणलाई पछ्याउँदै। ल सुरु गरौँ है त। सायद हरेक नयाँ युट्युब क्रिएटरको मनमा यही प्रश्न हुन्छ, एउटा सामान्य सोचलाई सफल ब्रान्डमा कसरी लैजाने। कुरा भिडियो बनाउने मात्रै होइन, कुरा त एउटा पहिचान बनाउने हो। आज हामी यही चुनौतीको समाधान खोज्ने प्रयास गर्नेछौँ। यो कुरा बुझ्नको लागि हामी एउटा नेपाली मोटिभेशनल च्यानल मोटिभ गन्तव्यको यात्रालाई हेर्नेछौँ। यसले हामीलाई एउटा स्पष्ट मार्गचित्र, एउटा ब्लुप्रिन्ट नै दिनेछ। कुनै पनि ब्रान्डको जग भनेकै त्यसको नाम र पहिचान हो, होइन त? त्यसो भए सबैभन्दा पहिले यहीबाट सुरु गरौँ र हेरौँ च्यानलको नाम कति महत्त्वपूर्ण हुँदो रहेछ। सुरुमा च्यानलको नाम मोटिभ गन्तव्य अफिसियल भनेर सोचिएको थियो। अब यसलाई अलि केलाएर हेरौँ न। राम्रो पक्ष के छ भने गन्तव्य शब्दको अर्थ गहिरो छ र अफिसियल शब्दले प्रोफेसनल फिल दिन्छ। तर अर्कोतिर हेर्दा मोटिभको स्पेलिङ अलि अधुरो जस्तो लाग्छ अनि अङ्ग्रेजी नेपालीको मिश्रणले अलि अलमल बनाउन सक्छ। फेरि अफिसियल शब्द त कति धेरैले प्रयोग गर्छन्, जसले गर्दा यो अलि युनिक लाग्दैन। त्यसो भए एउटा दमदार च्यानल नामको लागि 3वटा सरल नियमहरू छन्। पहिलो कुरा, नाम धेरै लामो हुनु भएन, 2 वा 3 शब्दको भए एकदम राम्रो। दोस्रो, भन्न सजिलो होस्, जिब्रो नलटपटियोस्। र तेस्रो, अलि फरक होस् र खोज्दा सजिलै भेटियोस्। र यी सबै नियमहरूलाई हेरेपछि अन्तिम नाम छानियो, मोटिभ गन्तव्य। त्यो अफिसियल शब्द हटाइयो, जसले गर्दा यो नाम एकदमै सरल, याद गर्न सजिलो र एउटा बलियो ब्रान्ड बनाउन मिल्ने खालको भयो। अब नाम त फाइनल भयो, तर च्यानललाई प्रोफेसनल देखाउन अरू के गर्ने त? ल, यो 8 स्टेपको चेकलिस्ट हेरौँ। नाम फाइनल भएपछि त्यही नामको जीमेल बनाउने, लोगो र ब्यानर डिजाइन गर्ने, च्यानलको बारेमा लेख्ने अनि एसइओको लागि किवर्डहरू हाल्ने। त्यसपछि एउटा इन्ट्रो भिडियो र भिडियोको थम्बनेल कस्तो बनाउने भनेर योजना बनाउने। यी 8 स्टेपले एउटा बलियो सुरुवात गराउँछ। अब लागौँ लोगोतिर। यसको कन्सेप्ट के थियो भन्दाखेरि एकदमै सिम्पल होस् तर हेर्दैमा शक्तिशाली र केही अर्थ दिने खालको देखियोस्। अब यो स्लाइडको सबैभन्दा रमाइलो कुरा के हो भने यहाँ लोगो बनाउन एआईलाई दिएको प्रम्प्ट नै देखाइएको छ। हेर्नुस् त, पत्ती प्रष्टसँग भनिएको छ, एउटा मिनिमलिस्ट गोलो लोगो, कालो पृष्ठभूमिमा सुनौलो र सुन्तला रङको अक्षर अनि उदाउँदै गरेको सूर्यसहितको हिमालको छुचुरो। सोच्नुस् त, यो कुनै पनि क्रिएटरको लागि कति उपयोगी हुन सक्छ। लोगो जस्तै ब्यानरको कन्सेप्ट पनि एकदमै क्लियर थियो। हेर्दाखेरि सिनेमाको जस्तो फिल आओस्, प्रेरणा मिलोस् र डिजाइन एकदमै सफा होस्। र फेरि यो स्लाइडले देखाउँछ कि कसरी एउटा डिटेल प्रम्प्टले कस्तो प्रोफेसनल ब्यानर बनाउन सक्छ। व्यावसायिक युट्युब ब्यानर, अन्ध्यारो सिनेमाई पृष्ठभूमिमा हिमालको छाया, सूर्योदयको किरण, हल्का सुनौलो चमक र आधुनिक अक्षरहरू। यो हेर्दा नै ब्रान्डको फिल आउँछ, होइन त? ओके, ब्रान्डिङको कुरा त भयो। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, कन्टेन्ट। भाइरल हुने कन्टेन्ट बनाउने रहस्य के होला त? उत्तर हो पुस्तक सारांश। यो पुरै रणनीतिको सुरुवात हुन्छ 10वटा यस्ता किताबहरूबाट जुन विश्वभरि नै बेस्ट सेलर हुन् र बुक समरीको लागि एकदमै पर्फेक्ट। अब 10वटा किताबको लिस्ट त यहाँ छैन, तर केही टप उदाहरणहरू हेरौँ न। जस्तै रिच ड्याड पुअर ड्याडको लागि कस्तो क्याची टाइटल राख्न सकिन्छ, करोडौँलाई धनी बनाउने मानसिकता सिकाउने पुस्तक, वा एटोमिक ह्याबिट्सको लागि लाखौँले अपनाएको सानो बानीहरूको जादु। कस्तो दमदार सुनिन्छ। यस्तो टाइटलले नै दर्शकलाई तान्छ। ल, अब एउटा पुस्तकलाई उदाहरण मानेर अझै गहिरिएर हेरौँ कसरी एउटा राम्रो स्क्रिप्ट निकाल्न सकिन्छ भनेर। हामी द 7 ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपलको गहिराइमा जानेछौँ। यो किताबको सबैभन्दा मुख्य सन्देश नै यही हो, सफलता भाग्यले होइन, सही बानीले मिल्छ। मतलब हाम्रो जीवनको लगाम बाहिरी कुरामा होइन, हाम्रै हातमा, हाम्रै बानीमा छ भनेर स्टिभन कोभीले भन्छन्। अनि लेखकले अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा भन्छन्, बाहिरी व्यक्तित्व फेरेर मात्र हुँदैन, त्यो वास्तविक परिवर्तन होइन। खास परिवर्तन त भित्री चरित्र फेरिएपछि मात्र हुन्छ। पहिलो 3 बानीहरू छन् प्राइभेट विक्ट्रीको लागि, अर्थात् आफैलाई जित्नको लागि। अरूलाई नेतृत्व गर्नुअघि आफैमाथि विजय हासिल गर्नु। यसमा पर्छ प्रोएक्टिभ बन्नु, अन्तिम लक्ष्य सोचेर काम थाल्नु र महत्त्वपूर्ण कामलाई पहिलो प्राथमिकता दिनु। अब आफूमाथि विजय हासिल गरिसकेपछि पालो आउँछ पब्लिक विक्ट्रीको,
अर्थात् अरूसँग मिलेर सफल हुने। यसमा पर्छन् सबैको जित हुने गरी सोच्ने, पहिले अरूलाई बुझ्ने अनि मात्र आफ्नो कुरा राख्ने र सहकार्यबाट अझ ठूलो नतिजा निकाल्ने। अनि सातौं र अन्तिम बानी जसले यी सबैलाई एक ठाउँमा बाँध्छ त्यो हो आराममा धार लगाउनु। यसको मतलब हो आफूलाई सधैँ तिखार्दै लैजाने, शारीरिक, मानसिक र आध्यात्मिक रूपमा निरन्तर सुधार गर्दै जाने। ल, यो केस स्टडीले हामीलाई एउटा पूरा रोडम्याप त दियो, तर यसबाट लिनुपर्ने सबैभन्दा ठूलो पाठ के हो त? सधैँ याद राख्नुपर्ने कुरा यही हो, सफलता भनेको कुनै एक दिनको घटना होइन। यो त हरेक दिन थोरै थोरै गरेर बनाइने बानीहरूको परिणाम हो। अब यो सबै सुनेपछि मनमा एउटा प्रश्न उठ्छ। आफ्नो यात्रा सुरु गर्नको लागि आजबाट कुन एउटा बानी परिवर्तन गर्न सकिएला?